रुमदेखि अब धरानतर्फ जाँदैछु। अब म लाग्छु अब एकछिन अर्को धरान आइपुग्यो नि त। अनि अब धरानदेखि चाहिँ त्यसमा कहिले नगरेर होला। अनि घन्टाघर साथीहरू घन्टाघर। हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। मैले ज्यादा ठुलो ब्लग स्टार्ट गरिरहेको छु किनभने खानासाना नै भइसक्यो आज चाहिँ होइन। अनि ब्लग स्टार्ट गर्दैछु। म अहिले चाहिँ हाल इटहरीतिर छु। अनि आज चाहिँ फेरि धरान जाने काम गरिरहेको नि त। अनि त्यही भएर यसो ज्यादा घुम्नु जाँदाखेरि यसो ब्लगहरू बनाउँदै जाऊँ भनेर मैले चाहिँ अहिलेदेखि स्टार्ट गर्दैछु। अहिले म यता दिदीको घरमा छु नि त। अनि एकछिनमा चाहिँ म धरान जान्छु। त्यही हो। अब नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। के कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला। त्यही हो। खासै बोल्नु आउँदैन नि त। अनि धेरै बोल्नु पनि आउँदैन। त्यही हो सुरुवात अनि त होइन। मेहनत गर्दैछु। साथीहरू म चाहिँ निक्लेँ रुमदेखि अब धरानतर्फ जाँदैछु। अनि त्यही हो अब। अनि अहिलेको यहाँ चाहिँ यस्तो छ है। अब यहाँ गाडी कतिखेर आउँछ थाहा छैन। अनि आइसकेपछि जानु पर्ने हुन्छ धरान। धरान आइपुग्यो। अहिले चाहिँ आइसकेर मैले यहाँ रिसिभ गर्नुपर्ने थियो सामानहरू रिसिभ गरिसकेँ। अनि त्यहाँदेखि अब म लाग्छु। अब एकछिन बस्छु, आराम गर्छु। यस्तो भोक त लागेको थिएन। एउटा एक्सट्रिम खानुपर्ने हुन्छ। अनि चाहिँ जान्छु। यहाँ चाहिँ घन्टाघर छ यहाँभित्र चाहिँ साथीहरू धरान। अब चाहिँ धरान आइपुग्यो नि त। अनि अब धरानदेखि चाहिँ रिसिभ गर्ने सामान पनि रिसिभ गरिसकेँ। अनि अब चाहिँ म जान्छु। मन्दिर छ यहाँनिर। अनि अब रिसिभ गर्ने सामान पनि रिसिभ गरिसकिहालेँ। अब जान्छु। पब्लिकको अगाडि चाहिँ अलिक लाज लाग्छ क्या मलाई फेरि बोल्नु मान्छेहरू आउने बित्तिकै। अनि त्यहाँदेखि फेरि ब्याक गर्छु। घन्टाघर चाहिँ यता माथि छ, म चाहिँ यहाँ तल छु भुइँमा। अनि यस्तो छ है अहिले चाहिँ धरानमा। त्यही हो। मान्छेहरूले हेरिदिन्छ क्या फेरि भ्लग बनायो होइन। अनि मान्छेहरूले हेरिदिन्छ अनि लाज लाग्छ। त्यही हो। अलिक अप्ठ्यारो लाग्छ यस्तोमा कहिले नगरेर होला। अनि त्यही हो। अनि यहाँ मान्छेहरूले हेर्छ मलाई, मान्छेहरूले हेरेरै गर्छन्। मलाई चाहिँ लाज लाग्छ क्या यस्तो कम्फर्टेबल नभएर। अब बिस्तारै हुनुपर्ने हुन्छ। यो मान्छेले हेऱ्यो क्या मलाई, यो मान्छेले हेऱ्यो। त्यही भएर मलाई अलिकति फेरि हेर्ने तरिका नि कस्तो क्या हुन्छ नि। यसरी हेर्नु नि त लुकी हेर्छ क्या, लुकी हेर्छ। त्यही भएर चाहिँ मलाई अप्ठ्यारो लाग्छ। अब किन त्यसरी हेर्नु त होइन, हेर्नु भए मजाले हेर्दा भइगयो नि त। लुकी चाहिँ किन हेर्नु, त्यो हो नि त। घन्टाघर साथीहरू घन्टाघर धरान। बब्बाल देखिरहेको छ, बब्बाल छ है। अनि यता चाहिँ घन्टाघर। अनि यता चाहिँ म यहाँ कति बसिरहेको छु। यता बस्ने ठाउँतिर सबै प्याक छ क्या। अनि कहीँ बस्ने ठाउँ भएन। अनि म चाहिँ यहाँनिर आएर बसेको। यहाँनिर कच्चा कराउने ठाउँ मात्रै छ बसेको। एकछिन गर्मी यस्तो छ नि आमा। त्यही भएर अनि उता छ घन्टाघर। त्यही हो। के बनाऊँ के भन्नु के बोल्नु हुन्छ क्या। मान्छेले हेरिरहेको देख्यो भने झन् अप्ठ्यारो लाग्छ। त्यही भएर म खासै बोल्नु रुचाउँदिनँ। कस्तो राम्रो हो आमा। म चाहिँ धरानदेखि अब हिँडेको इटहरीतिर। अनि गीत बजिरहेको छ, कपिराइट लाग्न सक्छ फेरि होइन। यहीँ पछि त म यहाँ तल छु माथि त। त्यही हो। अनि अब चाहिँ म इटहरीतिर लाग्छु। त्यही हो साथीहरू। मैले लिची किनेँ होइन धरानमा यसरी बेच्दा ल्याउनुहुन्छ। अनि मैले चाहिँ लिची किनेको छु। अनि राम्रो छ लिची चाहिँ ताजा होला भने कस्तो छ। मेरो सोसियल छैन साथीहरू ल।
साथीहरू म धरान पुगेर त आएँ होइन, तर घरमा कोही छैन। यस्तो घाम हेर्नु त घाम कस्तो लागेको छ आमा, घाम। अनि म चाहिँ एक्लै छु कि अहिले घरमा। उनीहरू चाहिँ बाजेलाई लिएर हस्पिटल जानुभएछ, अनि म चाहिँ एक्लै धरानदेखि त आइयो, तर पसिना हेर्नु पसिना यस्तो छ। अनि म आइपुग्दा चाहिँ छैन घरमा मान्छे, हस्पिटल जानुभएछ। अनि घरमा म चाहिँ एक्लै। हेर्नु यहाँनिर चाबी ठोकेर गएछन् हस्पिटल, अनि यहाँ म चाहिँ छु। अनि अब के गर्नु, यस्तो बस्नुपर्छ। अब एकछिन पछाडि आइहाल्छ, एकछिन बस्छु म। सफारीमा बसेर सबैजना आज चाहिँ हामी कलर गर्ने हो कपालमा र त्यहाँदेखि हिँडेको। एकछिन हामी हिँडेर बस्दैछौँ। के गर्ने अब भइरहेको छ क्या, त्यही हो। हामी अब मान्छे साथीहरू, म चाहिँ कलर गर्नलाई यतिखेर चाहिँ एकदम एक्साइटेड थिएँ नि त। अनि कस्तो होला भनेर। अनि यति बेला चाहिँ आधी निकालेको यस्तो दुखेको थियो नि साइडमा यो कपालले निकाल्दाखेरि। अनि एकदमै दुखिरहेको थियो, बित्थामा गरे जस्तो नै हुँदै थियो दुखेर। अनि फेरि एक्साइटेड थिएँ एक त कस्तो चाहिँ देखिन्छ भनेर। अनि सो त्यही हो, खुसी लागिरहेको थियो, एक्साइटेड पनि थिएँ। अब अल्छी लागेर फेरि घुम्दै बस्दै दुखेर घरि बाक्लो भयो भन्दै निकालिदिन्छ, घरि पातलो भयो भन्दै दुखिरहेको थियो दुख्न चाहिँ। अनि र पनि खुसी नै थिएँ। अनि अल्छी लागेर केही गर्दा नि हुँदैन। कति घन्टा 4 बजेदेखि सुरु गरेको, बेलुकी 8 बजे 3 घन्टा लाग्यो मेरो यति कलर गर्नु चाहिँ। यस्तो दुखेको थियो मेरो त कपाल छुन्नु भएको थिएन बेलुकीखेर चाहिँ। अब त्यही हो, अल्छी लागेर भिडियो बनाउँदै बसेको। किनकि मैले चाहिँ किन भोइस कभर गरेको भने त्यहाँनिर ब्याकग्राउन्डमा म्युजिक बजिरहेको थियो क्या, अनि कस्तो बोल्न नै अप्ठ्यारो लागिरहेको थियो। त्यही भएर मैले चाहिँ त्यही भएर भोइस कभर गर्दैछु। त्यही हो, खुसी लाग्दै थियो। यहाँ त दुख्यो यता भन्दै थिएँ मैले चाहिँ यो बेलामा। अनि यो छ नि यो ब्ल्याक फेटा, यसले चाहिँ कस्तो क्या पोलेको जस्तो, गर्मीले पसिना ट्याप्पै भइरहेको थियो। त्यही भएर पनि होला सायद। पछाडि दिदी चाहिँ के भन्दै हुनुहुन्थ्यो भने कहिले हो ढिलो भइसक्यो भन्दै भनिरहनु भएको थियो। त्यही भएर म चाहिँ हाँसिदिएँ, केही भने नभनी। अनि यो चाहिँ मेरो फाइनल लुक साथीहरू, कस्तो देखेको छ मलाई भनिदिनु होला। यस्तो देखेँ मलाई चाहिँ एस कलरले साथीहरू, जस राम्रो लाग्यो मलाई चाहिँ। कपाल अहिले यस्तो छ, हरिमा हामी चाहिँ अहिले इत्यादिको माहौल चाहिँ अहिले रातिको यस्तो छ। कपाल कलर गरेर के गरेर ढिलो भइदियो। कस्तो देखेको छ मलाई सुरुमा त म त कलर ननिक्लेर हो कि के त्यस्तो लागिरहेको थियो।